साथीहरु आज चाहिँ हामी यहाँ वेलकम मुभी हेर्न आइसकेको छौं। लक्ष्य म्याम हो अनि दिपा म्याम चाहिँ भित्र छिरिसक्नु भएको छ। क्यामेराले चाहिँ कस्तो देखिरहेको होला एकदम हतार हतार आउँदैछन् साथीहरु। सो हामी चाहिँ म्यामहरुसँग भेट भइसक्यौं, म्याम र म्यामको बाबुसँग। सो म चाहिँ यता छु। आज चाहिँ सन्डेको दिन हामी छुट्टी मनाउनको लागि वेलकम भन्ने मुभी हेर्न आएको छौं अनि भित्र पछि अलिक शीतल भइरहेछ एसीले गर्दा कस्तो रहेछ। सो हेर्दै गर्नु होला। साउन्ड 1000 भेस पाएको। साउन 1 गतेदेखि चाहिँ यो मुभी चाहिँ आउन आँटेको रहेछ अनि यहाँनिर हाम्रो मेन कस्टमरहरु म मात्र हो कि क्या खाना खाएर आउने चाहिँ। फेरि सो हामी चाहिँ भित्र पसिसकेको छौं। धेरै पछि यता बस्नु आउनु जस्ट सेकेन्ड टाइम। लु बिचमा बस्नु, म यतापट्टि बस्छु। पिसो लिनुहोस्। कसलाई साथीहरु हामी चाहिँ भित्र पसिसकेको छौं। कस्तो देखिरहेको होला। तपाईको आइफोन चाहिँ कति राम्रो राम्रो भिडियो आउँछ, बनाउनु न मेरो मुभी चाहिँ एकदम ठीक सामने देखें, व्हील के साइड में एक रेड बटन है। 1123 पर कॉल करें। साथीहरु हामी चाहिँ एकदम वेटिङमा बसिरहेछौँ मुभीको। यहाँ बिचार हालत खराब भइरहेछ अरे, धेरै नदेखाउनु भन्नुहुन्छ, फेरि मार्नुहुन्छ। मनो म्यामले चाहिँ कराउँदै हुनुहुन्थ्यो, म्याम तपाईले अरूलाई चाहिँ राम्ररी बनाएर हाल्नु त। प्रतीक्षा म्यामलाई के भएर आएर हाल्नु भएको भन्दै थियो। अहिले चाहिँ हाम्रो मुभी स्टार्ट भइसकेको छ अनि हामी चाहिँ भित्र बसेर हेर्नु पनि थालिसकेको हैन। अनि अब सबै देखाउँ भने पनि कपिराइट लाग्छ, त्यही कपिराइट लाग्छ भनेर चाहिँ मैले साउन्ड अफ गरेको छु। साथीहरु आजको ब्लग चाहिँ यस्तै नै रहेको छ। धेरै दिन पछाडि मात्र मैले अपलोड गरेको छु किनभनेदेखि धेरै बिजी भएकोले गर्दाखेरि पनि अब बनाउनै भइएको थिएन नि त। अनि त्यही भएर सो कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु नबिर्सिनु होला। अरे उस कुएं से पानी पिलाने की इजाजत नहीं है, वो जतारा का कुआं है। गाँव वालों अपनी आंखों से पानी निकालना है। यसमा इन्टरभलमा निस्किसकेको छौं अनि यहाँ चाहिँ पपकर्नहरु केहरु के लाने अरे दिपा म्याम? के अरे बाबुलाई? खाने कुन त तपाईहरु? पपकर्न आइसक्यो अनि चिप्स पनि आइसक्यो। अब के आउनु बाँकी छ रे? पेप्सी एउटा आउनु बाँकी छ। हामी चाहिँ अहिले फिल्म हेरेर बाहिर निस्किसकेको छौं अनि यहाँ म्याम र बाबु यता बाहिर। यहाँदेखि चाहिँ यस्तो देखिन्छ है साथीहरु। खासै राम्रो क्याप्चर त गरेन होला, त्यही पनि आजको मौसम चाहिँ यस्तो छ, पानी परेर उग्रिसकेको छ अनि अलि अब पुरै फिल्म देखाउँदा त कपिराइट लागिहाल्छ, अलि मात्र देख्यौं।
यहाँ म्याम र छोरा चाहिँ गफ गर्दै हुनुहुन्छ। सो अहिलेसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई थ्याङ्क यू सो मच भन्दै बाई बाई।